एउटा नागरिकको ज्यान त गइसक्यो। विपिन जोशी जीवित हुनुहुन्न भन्ने कुराको पनि पुष्टि भइसक्यो। यति भएर मात्र पुग्दैन। हमासले अथवा इजरायलले यो कारणले यति मितिमा तिम्रो नागरिक मरेको हो भन्ने भनेको आधारमा मात्र हामीले विश्वास गर्नु हुँदैन। किन भन्दा दुवै पक्षहरू एकअर्कासँग युद्धमा छन्। दुवै पक्षले एकअर्काको गल्ती देखाउन खोज्छन् र तपाईँ मान्नुहोस् या नमान्नुहोस्, पछिल्लो 2 वर्षमा इजरायलले विपिन जोशीको निरीह परिवारलाई, विपिन जोशीको लाचार परिवारलाई र विपिन जोशी जुन देशमा बस्छन् त्यो देशको नालायक सरकार र नालायक परराष्ट्र मन्त्रालयको कारणले गर्दाखेरि 2 वर्षदेखि इजरायलको कूटनीतिक ढाल र कूटनीतिक टुलको रूपमा, कूटनीतिक उपकरणको रूपमा चाहिँ अन्तर्राष्ट्रिय समुदाय समक्ष डिप्लोमेटिक सिल्डको रूपमा चाहिँ इजरायलले चाहिँ विपिन जोशीको परिवारलाई चाहिँ प्रयोग गर्यो। त्यही भएर यो कारणले तिम्रो देशको नागरिक मरेको हो भनेको आधारमा मात्र नेपालले मान्नु हुँदैन। र यदि विपिन जोशीको परिवार त्यसमा अग्री गर्छन्, यदि विपिन जोशीको परिवार यो कुरामा सहमति गर्छन् भने विपिन जोशीको पार्थिव शरीरलाई चाहिँ नेपालमा ल्याइसकेपछि नेपालमा पुनः एकपटक उहाँको पार्थिव शरीरको चाहिँ सब परीक्षण प्रतिवेदन तयार गर्नुपर्छ, सब परीक्षण गराउनुपर्छ, रिअटोप्सी गर्नुपर्छ, पोस्टमार्टम एक्जामिनेसन गर्नुपर्छ। खासमा विपिन जोशीको मृत्यु के कारणले भएको हो? गोली लागेको कारणले भएको हो अथवा ग्रेनेड पड्केको कारणले भएको हो अथवा विपिन जोशीको मृत्यु भएको समय कति भयो होला अन्दाजी? 1 महिना भयो, 2 महिना भयो, 1 वर्ष भयो, 2 वर्ष भयो? त्यो कुराको बारेमा नेपालमा नेपाल सरकारले विशेषज्ञहरूको टिम, फरेन्सिक प्याथोलोजिस्टहरूको कमसेकम एकदमै ट्रस्टेड कमसेकम 5 जना विशेषज्ञहरूको टिम बनाएर उहाँको चाहिँ रिअटोप्सी गर्नुपर्छ। र यदि उहाँको परिवारले यो कुरा मान्नुहुन्छ भने, र मलाई चाहिँ के लाग्छ भने उहाँको परिवारले मान्नुहुन्छ होला। म पनि यसको 2 वर्षदेखि एउटा कुरा फुक्दै आएको छु, आफ्नो परिवारमा कसैको ज्यान गएको छ र मेरो परिवारको त्यो सदस्यको ज्यान के कारणले गएको छ भन्ने कुरा मलाई थाहा हुँदैन, कसरी बित्नु भयो अथवा के कारणले उहाँको मृत्यु भयो भन्ने कुरा थाहा हुँदैन भने त्यो भन्दा ठुलो पीडादायी कुरा केही पनि हुँदैन। तपाईहरुले मेरो आईडी को नाम हेर्नुहुन्छ होला, जस्टिस फर काशी दन्सारी। को थिए काशी दन्सारी भन्दाखेरि मेरो मृतक दाजु हुनुहुन्थ्यो, जसको मृत्यु 2.5 वर्ष अगाडि भयो। नेपालमै विराटनगरमै एक ठाउँमा भयो जहाँ प्रहरीले भन्छ यो कारणले गर्दाखेरि मृत्यु भयो, तर अटोप्सी रिपोर्टले त्यसलाई सपोर्ट गरेको देखिदैन। नेपालमै भएको घटनालाई त यदि राजनीतिक दबावको कारणले गर्दाखेरि घटाउन सकिन्छ भने युद्ध क्षेत्रमा भएको उक्त मृत्युमा चाहिँ कुनै देशले आफ्नो बचाव गर्नका लागि यो कारणले भएको हो भनेर भन्दैन भन्ने कुरामा आँखा चिम्लेर विश्वास गर्न सकिदैन। त्यही भएर यदि विपिन जोशीको परिवारले मान्नुहुन्छ भने उहाँको शवको रिअटोप्सी हुनुपर्छ, पुनः परीक्षण हुनुपर्छ, पुनः पोस्टमार्टम रिपोर्ट बन्नुपर्छ र त्यसमा चाहिँ कम्तीमा 5 जना फोरेन्सिक प्याथोलोजिस्ट, फोरेन्सिक विशेषज्ञहरूको टिमले चाहिँ उहाँको चाहिँ मृत्यु खासमा के कारणले भएको हो, कहिले भएको हो र अन्य कुराहरू के हुन् भन्ने कुराको बारेमा चाहिँ उहाँको परिवारलाई सही सत्य जानकारी दिनुपर्छ। उहाँको परिवारलाई जुन क्षति भइसक्यो, एउटा छोरो गुमाइसक्यो, उहाँको परिवारलाई चाहिँ उहाँको छोरो के कारणले गर्दाखेरि कति समय अगाडि कसरी बिते भन्ने कुराको बारेमा चाहिँ सकभर साइन्टिफिक फोरेन्सिक नलेजको आधारमा, साइन्टिफिक फोरेन्सिक एक्जामिनेसनको आधारमा चाहिँ त्यो जानकारी दिनुपर्छ र उहाँको परिवारलाई चाहिँ सक्दो क्षतिपूर्तिको व्यवस्था गरोस्। हुन त कुनै पनि क्षतिपूर्तिले त्यो क्षतिलाई चाहिँ न्यूनीकरण गर्न सक्दैन, तर पनि उहाँको परिवारलाई 2 वर्षसम्म जसरी इजरायलले चाहिँ डिप्लोमेटिक सिल्डको रूपमा युज गर्यो, जसरी कूटनीतिक उपकरणको रूपमा चाहिँ उहाँको परिवारलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा चाहिँ प्रयोग गरेर आफ्नो नागरिकलाई जोगाउने, तर नेपाली नागरिक 2 वर्ष अगाडि नै उहाँको मृत्यु भइसकेको भन्ने कुरा लुकाउने जुन काम इजरायलले गर्यो, त्यसको बारेमा चाहिँ नेपाल सरकारले चाहिँ इजरायलसँग स्पष्टीकरण मागोस्। सकिन्छ भने, हुन त त्यति हिम्मत छैन होला नेपाल सरकारसँग, र कतार मार्फतबाट, किनकि कतारबाट हमासको गतिविधिहरू चाहिँ अपरेट भइरहेको भन्ने कुरा मैले सुन्नमा आएको छ, म गलत पनि हुन सक्छु। सकिन्छ भने कतार मार्फतबाट चाहिँ हमाससँग पनि यो घटनाको सम्बन्धमा सही सत्य जानकारी मागोस्। विपिन जोशीको ज्यान जानुमा केवल हमास र इजरायल बीच चलेको युद्ध मात्र होइन, नेपाल सरकार र त्यति बेलाको परराष्ट्र मन्त्री र त्यसपछिका पनि परराष्ट्र मन्त्रालयहरूको अपरिपक्व कूटनीतिक कदमको कारणले गर्दाखेरि आज एउटा नेपाली नागरिक जीवित नरहेको भन्नेको कुराको पुष्टि इजरायली परराष्ट्र मन्त्रालयबाट पनि गरियो। युद्ध चलिरहँदाखेरि 2 वटा पक्षको बीचमा युद्ध भइरहेको छ। एउटा आक्रमणकारी छ हमास, जसले आफ्नो नागरिकलाई चाहिँ कब्जामा लिएको छ। आफ्नो नागरिक एउटा युद्धको पक्षको कब्जामा छ र नेपाल सरकारले त्यो नागरिकलाई उद्धार गर्नुको सट्टामा
सही तरिकाले एकदमै सजग भएर एकदमै संयम भएर कूटनीतिक कदम चाल्नुको सट्टामा जसको कब्जामा आफ्नो नागरिक छ त्यसलाई नै एकाएक आतंककारी घोषणा गरेर आफ्नो विज्ञप्तिमै आतंककारी सङ्गठन भनेपछि आफ्नो एउटा नागरिकको ज्यान जोगाउनका लागि नेपाल सरकार कति संयमित छ र नेपाल सरकार चाहिँ कति संवेदनशील छ भन्ने कुरा चाहिँ त्यति बेला पनि हामीले देख्यौँ। तर आफ्नो नागरिक विदेशीको कब्जामा छ, आफ्नो नागरिक एउटा उग्रवादी सङ्गठन जसले चाहिँ आफ्नो भूमिको लागि लडिरहेको भनेर भन्छ, त्यसलाई चाहिँ एकाएक आतंककारी घोषणा गरेको कारणले गर्दाखेरि आफ्नो नागरिकको ज्यान जोगाउनका लागि नेपाल सरकार कति संवेदनशील रहेको थियो भन्ने कुरा त्यो देखिन्छ। अब र उहाँको परिवारलाई जति सकिन्छ उचित राहतको व्यवस्था चाहिँ नेपाल सरकारले गर्नुपर्ने हुन्छ। र यति भनिरहँदाखेरि नेपाली मिडिया र खास गरी नेपालको सोसियल मिडिया जसले चाहिँ आफूलाई स्वघोषणा गरेर फेसबुकै पत्रकारिता गर्छन्, जसले युट्युबे पत्रकारिता गर्छन् र टिकटकै पत्रकारिता गरिन्छ, तपाईँहरूको संवेदनहीनताको कारणले गर्दाखेरि विपिन जोशीको परिवारले 2 वर्षसम्म के भोग्नु पर्यो। कहिले यो न्युज चलाउनुहुन्छ, कहिले त्यो न्युज चलाउनुहुन्छ, कहिले जीवित रहेको प्रमाण भेटियो भन्नुहुन्छ, कहिले चाहिँ भिडियो सार्वजनिक भयो, नयाँ भिडियो सार्वजनिक भयो भन्नुहुन्छ, कहिले के गर्नुहुन्छ। हिजो अस्ति मृत्युको खबर आइसकेपछि उहाँको पुरानो भिडियो चलाउनुहुन्छ। त्यो चलाउनुको उद्देश्य तपाईँको भ्युज कमाउनु हो, अरू केही पनि होइन। यति संवेदनहीन भइसक्यो नेपाली मिडिया। एकजना व्यक्तिको मृत्यु भइसकेको छ, त्यो मृत्युलाई पनि तपाईँहरूले आफ्नो भ्युजको टुल बनाउनुहुन्छ। बन्द गर्नुहोस्। उहाँको परिवारलाई शान्तिको अनुभूति हुन दिनुहोस्। उहाँको परिवारको पीडामाथि थप पीडा नपुर्याउनुहोस्। एउटा परिवारमा मरिसकेपछि त्यो परिवारलाई चाहिँ तिम्रो छोरो यो कारणले मर्यो भन्ने कुराको जानकारी नदिएपछि के हुन्छ भन्ने कुरा यो मैले भोगेको छु। 2 वर्ष 2.5 वर्षदेखि भोग्दै आएको छु। के बित्छ मनमा भन्ने कुरा भोग्दै आएको छु। त्यही भएर चाहिँ उहाँको परिवारले सही सत्य जान्न पाउनुपर्छ।